हेलो गाइज, गुड मर्निङ। के छ, आराम कुशलै हुनुहुन्छ? म त एकदम ठिकै छु। आज मर्निङ वाक आएको थिएँ, त्यस कारण चाहिँ यो मर्निङ वाक आउँदाको यो भिडियो रेकर्ड गराइरहेको छु। म चाहिँ यो ट्याङ्की हेर्न गइरहेको छु। अहिले चाहिँ यो ट्याङ्की चाहिँ तल बोरिङ गरेको पानी, बोरिङ गरेर निकालेको पानीलाई यहाँ ल्याएर स्टोर गरेर अनि यहाँबाट फेरि गाउँघरमा सप्लाई गरिएको छ। यस कारण म चाहिँ यो ट्याङ्की को बनावट हेरौँ होइन, यहाँको कस्तो छ के छ भनेर हेर्न आएको। तपाईँ देख्न सक्नुहुनेछ, यो चाहिँ पुरा जङ्गलको बिचमा छ र म चाहिँ हेर्न आएको छु यो ट्याङ्की। हेर्न ट्याङ्की कस्तो छ के छ, फेरि स्ट्रङ रहेछ ट्याङ्की त। यो गहिरामा पनि धेरै गहिरो छ। सप्लाई भइरहेको छ पुरा पानी यहाँबाट, पुरा गाउँभरि सप्लाई भइरहेको छ। यो चाहिँ यहाँको मेन रेखदेख गर्ने लाइट मात्रै एलाउड छ, हामीलाई एलाउड छैन। यस्तै हो गाइस होइन। आज मर्निङ वाक आएको, कस्तो रमाइलो छ बिहानको सिन तपाईँ देख्न सक्नुहुनेछ। गाइस है, यो त यति के हो, यो त केही गरेकै छैन त। पाइप यो पाइप खालि घुसारेको मात्रै छ, केही टाइटहरू गरेको कि अन्त केही काम गर्दैछ यति हो। ए यो चाहिँ ओभरफ्लो भएको पानी, ओभरफ्लोको पानी यहाँ फाल्ने रहेछ। त्यस कारण पनि यसलाई त्यति खासै जरुरत रहेनछ टाइट गर्ने। अब त्यहाँ एउटा दुईवटा तिनवटा पाइपले सप्लाई गरेको छ तल, त्यो देख्न सक्नुहुन्छ। यसरी सप्लाई गरिएको रहेछ। बाँकी स्ट्रक्चर एकदमै राम्रो रहेछ। यहाँ कसैले नम्बर पनि छोडेको रहेछ। यदि तपाईँलाई पानी आएन, यो ट्याङ्कीमा केही समस्या देख्नुभयो भने तपाईँले यो नम्बरमा फोन गरेर खबर पनि गर्न सक्नुहुन्छ। 98 63 022। अनि यो चाहिँ कति हो बुझ्नै गाह्रो भयो। 022 चाहिँ हो अनि यो 94 894 रहेछ है। ल 98 63 022 894 नम्बरमा फोन गरेर तपाईँले यो ट्याङ्की रेखदेख गर्नेलाई इन्फर्म गर्न सक्नुहुन्छ है गाइज। यो चाहिँ कोही कसैले लेखिदिएको रहेछ नम्बर। अब जाउँ घरतर्फ। हात गल्ने रहेछ हौ यसरी लङ टाइम राख्दाखेरि। वा बिहानको घाम गाइस, तपाईँ पनि हेर्न सक्नुहुन्छ। बिहानको घाम भर्खर झुल्किएको छ। ल चल्दिउँ अब। ल
jumping, jumping, jumping. Wow. बिहानको घाम कति न्यानो छ बिहानको घाम लागेको छ गाइस तपाईँ देख्न सक्नुहुन्छ घाम लागेको देख्छ रहेछ भिडियो क्वालिटी एकदमै बब्बाल आउँदो रहेछ चौबलाई गाइजहरू तपाईँहरू एक बिहानै यसरी हिँड्नुहुन्छ कि हिँड्नुहुन्न म त बिहानै यसो मर्निङ वाक हिँडेको तपाईँहरू पनि हिँड्नुहुन्छ होला कहाँदेखि हिँड्नुहुन्छ यहाँ अलिकता यो पाइपको संरचना होल लागेको रहेछ त्यहाँबाट पानी लिक भइरहेको छ पाइप जोडेको ठाउँमा सायद हल्का लिक भयो होला यस्तै छ गाइस मेरो घर वरिपरि मेरो इन्भाइरोमेन्ट धेरै दामी छ हेर्नुहोस् रोड ओ गाइस क्या हो रहा है कुछ गडबड हुआ गाइस अलि भन्न नमिल्ने कुरा छ कि त्यस कारण अब के गर्ने कुछ हुआ रे बाय बाय गाइस सी यू नेक्स्ट टाइम नेक्स्ट वीडियो